यताबाट हो, यताबाट योबाट हो हाम्रो क्याम्प जाने बाटो। हाम्रो क्याम्प जाने बाटो यही हो होइन। हाम्रो क्याम्प भनेको यो हो। अनि हामी बस्ने एरिया चाहिँ यस्तो छ हेर्नुहोस्, टक्कसँगले हिउँले पुरै पुरिएको छ होइन। ऊ त डाँडा पनि हिउँले पुरिएको छ, पर पनि हेर्न सक्नुहुन्छ गाइज होइन। अब हामी बस्ने क्याम्प भनेको चाहिँ यता हो। अनि देख्न सक्नुहुन्छ गाइज, टर्कीमा अहिले जाडो बढेको छ। जनवरी अहिले 2 तारिक छ होइन। चिसो बढेको छ, यस्तो छ हेर्नुहोस् गाइज। -8 डिग्री मात्र जाडो छ अहिले। टक्कसँगले हामी अहिले ड्युटी सकेर हामी अहिले रुम जाँदैछौँ। हेर्न सक्नुहुन्छ गाइज, BMW को हालत यस्तो छ हेर्नु। हिउँले माथि पुरै पुरिएर होइन। यस्तो छ। ल सोल्टी भनिदिनुहोस् जाडो कतिको छ? एकदम बब्बाल जाडो छ। यता फर्केर भनिदिनुहोस्। एकदम जाडो छ। यो जाडोले थाम्न सकिँदैन? यो जाडो खासै थाम्न चाहिँ सकिएला जस्तो लाग्न छोडो। अब चाहिँ अहिले आएर चाहिँ -8 डिग्री छ। अझै 15 डिग्रीसम्म पुग्ला जस्तो छ, -15। हेरौँ अब। अहिले आज मात्र हामीले 8 डिग्रीको जाडो कटाएको छौँ। अब भोलि कति डिग्री हुन्छ थाहा छैन होइन। भोलिको 10 छ त, भोलिको पनि है। अब हाम्रो क्याम्प भनेको यस्तै छ गाइज, हेर्नुहोस्। हामी बस्ने क्याम्प भनेको यस्तै छ होइन। हिउँले अहिले हिजो परेको हिउँ हो। अहिले चाहिँ हल्का उयो हराउँदै गइरहेको छ हिउँ होइन। हेर्न सक्नुहुन्छ गाइज, चिसो यस्तो बढेको छ।